हे गाइज इट्स मी मनिषा। म आज थिएटर जान लागेको सेतो धरती प्ले हेर्न र आज चाहिँ म साथीसँग जाँदैछु। सो लेट्स गेट रेडी विथ मी। ओके म रेडी भइसकेँ। दिस इज माई फाइनल आउटलुक एन्ड अब चाहिँ म इनड्राइभ गरेर यहाँबाट जान्छु। म चाहिँ होस्टेलबाट हिँडिसकेँ अनि इनड्राइभ गरेको पनि उतिखेरै आउन लागिसकेछ। ल फाइनली म चाहिँ आइपुगेँ कान्तिपुर थिएटर। अब म आधी घन्टा अगाडि आएछु। सो अब आधी घन्टा कुरेरै बस्ने होला साथीलाई, उनी आउँदैछन्। म फेरि जहाँ गए पनि जहिले छिटै हुन्छु के, तर आज चाहिँ म अलि धेरै नै एक्साइटेड भएर अलि छिटो नै आइदिएँ अरे। फाइनल्ली हाम्रो सुजाता साथी पनि आइसकिन्। हामी चाहिँ एकदमै आफ्टर लङ टाइम धेरै पछि प्लानिङ त पहिल्यैबाट बनाएको थियौँ, तर धेरै पछि भेट भयो। जस ल हामी भित्र गएर फेरि अब आएर हामी रिभ्यू दिन्छौँ। हामी चाहिँ यहाँबाट प्रस्थान गर्ने रहेछौँ। अझै टाइम भएको छैन, बेल बजिसकेपछि हामी भित्र जान्छौँ। पुरै लाइन लाउँदै हिँड्दैछौँ। सेतो धरती हेरेर आइसक्यौँ। अहिले साँझको 9:40 भइसक्यो, 7:30देखि 9:40सम्म। तर एकदमै राम्रो लाग्यो। कति हो गाडीको नम्बर? ढुक्कै त यहाँ इनड्राइभ आइसक्यो, त्यही भएर हामीले रिभ्यू पछाडि दिन्छौँ। दादाकोमा आइसक्यो। मैले बाटोमा बनाउँछु भनेको त भिडियो भएन कि। अब यहाँ चाहिँ पुरै रमाइलो मात्रै गरिरहेको छन्। अहिले रिभ्यू दिन पनि मिलेन। कस्तो लाग्यो भनिदेऊ त। अब सेतो धरती एकदमै राम्रो थियो। सबैजना जानु होला, हेर्नु होला, मनोरञ्जन गर्नु होला। दादा हो दामी छ। मलाई खतरा त्यो बेस्ट पार्ट चाहिँ त्यो स्टोरी थियो के हैन? त्यसको केको स्टोरी थियो अरे? के रे उसको के एउटा त्यो लेडिज थियो नि, त्यसको एक्टिङ पनि दामी थियो है। एकदमै राम्रो थियो। हामी हिजो साँझ सेतो धरती नाटक हेरेर हामी दाइकोमा आयौँ। त्यसपछि आज बिहान 9 बजीसम्म सुतेर अब हामी आफ्नै के भन्ने आफ्नै थलोमा आफ्नै कर्मथलोमा हिँड्दैछौँ। यता आउन, म यताबाट बनाउँछु के। अनि अब हामी दाइको पसलमा जाँदैछौँ।
किन लाज नमान न त्यो मेरो कस्तो भएर पनि होला अनि सुजाता तिम्रो बारेमा त्यही मैले भन्न मेरो साथी सुजाता उनी हाम्रो दाइको पसलमा मोबाइल पसलमा आइपुग्यौँ यिनी चाहिँ हामी बहिनी यदि कसैको मोबाइल फुटेको बिग्रेको छ भने कृपया यहाँ सम्झिनुहोला सुकेधारा चोक यसलाई के भन्छ यहाँ सिटी मोबाइल अरू नाम के अरे यहाँ चाहिँ मेरो नाम लिनुभयो भने स्पेसल डिस्काउन्ट सहित मोबाइल रिपेयर गरिदिनुहुन्छ कसैलाई एन्ड्रोइड आइफोन चाहिन्छ भने पनि कृपया यहाँ सुकेधारा सम्झिनुहोला मेरो नाम लिएपछि त यहाँ झन् स्पेसल डिस्काउन्ट भइहाल्छ अब हामी आफ्नो अन्तिम गन्तव्यतिर लाग्दैछौँ यहाँबाट अब आफ्नै होस्टेल जाने ल सुजाता चाहिँ गइन् इन ड्राइभमा म अब मेरो पनि आउँदैछ अनि म जान्छु अन्तत म होस्टेल आइपुगेँ अनि हिजो हामी थिएटर हेर्न गएको म फेरि पनि केही कुराहरू भन्न चाहन्छु म पहिले चाहिँ यसरी यो लाइभ एक्सपिरियन्स चाहिँ लिएको थिएन थिएटर हेर्न गएको पनि थिएन तर मलाई अब त्यस्तो राम्रो हुन्छ भन्ने मैले सोचेको पनि थिइनँ मलाई मुभी भन्दा पनि एकदमै राम्रो लाग्यो है सेतो धरती पहिला पढेको पनि हो तर पढेको भन्दा पनि त्यसरी त्यो नाटक हेर्दाखेरि त कस्तो मन नै छुने गरी क्या एकदमै राम्रो छ अनि लेखकप्रति पनि मेरो हार्दिक आभार अनि यदि चाहनुहुन्छ भने हजुरहरूलाई मनपर्छ भने पक्कै पनि जानु होला इन्जोय गर्नुहुन्छ र मेरो पहिलो भ्लग कस्तो लाग्यो कमेन्ट गर्नु होला मन परेको छ भने लाइक शेयर एन्ड सब्सक्राइब गर्नु होला ओके थ्याङ्क यू सो मच फर वाचिङ सी यू बाई बाई